हामी ड्रोनको आँखाको सहयोगबाट सगरमाथाको शिखरसम्मको यात्रा हेर्न लागिरहेका छौँ। अहिले हामीले देखिरहेको क्षेत्र सगरमाथा आधार शिविरको हो। क्याम्प 1 आधार शिविर पछिको पहिलो महत्त्वपूर्ण विश्राम स्थल हो। यहाँ पुग्नु खुम्बु हिमनदी पार गर्नुपर्ने हुन्छ। यस क्षेत्रमा ठुल्ठुलो हिम पहिरोहरू जान सक्छन् र हिमनदीको सतह पनि निरन्तर परिवर्तन भइरहन्छ। त्यसैले आरोहीहरूले यस क्षेत्रमा अत्यन्तै सावधानी अपनाउनु पर्ने हुन्छ। क्याम्प 1 बाट यात्रा गर्दै आरोहीहरू क्याम्प 2 पुग्छन्। यस क्षेत्रलाई सुरक्षित विश्राम स्थलको रूपमा लिइन्छ। सुरक्षित विश्राम स्थल भए तापनि यस क्षेत्रमा अत्याधिक चिसो हुने गर्दछ। यसरी क्याम्प 2 पार गर्दै आरोहीहरू क्याम्प 3 पुग्छन्। क्याम्प 3 सगरमाथाको अत्यन्तै चुनौतीपूर्ण भाग हो। आरोहीहरूले लाउत्से फेस भन्दै ठाडो बर्फे उकालो काट्नुपर्ने हुन्छ, जहाँ जमेको बरफ निकै चिप्लो हुन्छ र यस क्षेत्रमा अक्सिजनको मात्रा पनि अत्यन्तै कम हुन्छ। त्यसैले अधिकांश आरोहीहरूले यस क्षेत्रबाट अक्सिजनको प्रयोग गर्ने गर्दछन्। यसरी क्याम्प 3 पार गरेर बिस्तारै आरोहीहरू क्याम्प 4 पुग्दछन्। क्याम्प 4 जसलाई डेथ जोन पनि भनिन्छ। यस क्षेत्रमा आरोहीहरूले धेरै श्वास प्रश्वासको समस्या झेल्नुपर्ने हुन्छ। त्यसैले धेरै आरोहीहरूले यस ठाउँमा आफ्नो ज्यान समेत गुमाउने गरेका छन्। क्याम्प 4 बाट मौसम सफा छ कि छैन भन्ने कुरा सुनिश्चित गरेपछि सबमिटको तयारी गरिन्छ। 8790 मिटरको उचाइमा हिलारी स्टेप भन्ने ठाउँ छ, जसलाई कुनै बेला उक्लिन निकै गाह्रो ठाउँ मानिन्थ्यो। तर अहिले भूकम्पको धक्काले यो ठाउँ निकै परिवर्तन भएको छ। त्यसैले अहिले यो ठाउँ उक्लिन पहिलेभन्दा धेरै सहज भएको हो भनेर भनिन्छ। अन्ततः निरन्तर सङ्घर्ष, धैर्यता र साहसका साथ आरोहीहरू सगरमाथाको शिखरमा पुग्छन्। सगरमाथाको आरोहण केवल शारीरिक चुनौती मात्र नभएर यो मानसिक साहस र धैर्यको पनि चरम परीक्षा हो। तर यात्रा यतिकैमा समाप्त हुँदैन। आरोहीहरू सुरक्षित रूपमा फर्किनु झन् ठुलो चुनौती हो। थकाइ, अक्सिजनको अभाव, मौसमको अनिश्चितता र हिम पहिरोको जोखिमको कारण तल झर्ने यात्रा झनै खतरनाक बन्न सक्छ।